भन्छु कि तपाईको छोरी र मेरो बच्चा एउटै हो बालिन सरकार बुझ्यस् तेरो त छोरी हो भोलि तेरो छोरी पनि सुत्केरी होला बच्चा पाला मेरो त छोरा हो बुझ्यस् तेरो छोरीको कति माया लाग्छ त्यो भन्दा डबल मेरो नातिको माया लाग्छ तैले मेरो नातिलाई किन हेर्दैनस् बच्चालाई स्वास्नी र तेरो बच्चासँग डुलेर बस्छस् मेरो नाति रोडमा राति 12 बजे 1 बजे मलाई केटाले उद्धार गरेर मलाई पठाउने गरेर राख्छस् सरकार भनेको छु हेर अझै पनि तैले गरेन भने यही जेन्जीले सरकार ढलाएर तिमीहरूलाई चाहिँ दुई टेको सरकार बनाओ फेरि पनि हामी ढलाउनलाई फेरि रोडमा उत्रिन नपरोस् राजसभा कार्यालय लड छोडिदिने बच्चालाई अब राजसभा कार्यालय जाने अगाडि लड राखिदिने ल तिमीहरूले के गर्ने हो गराओ भन्ने छोडिदिने कति मौन बस्न सकेको के सरकारले चाह्यो भने यो घटना 24 घण्टामा रफादफा गर्न सक्छ 24 घण्टामा सरकारले न्याय दिन सक्छ के हाम्रो ठुलो यति ठुलो डिमान्ड छैन राज्यको आधा सम्पत्ति हामीले मागेको छैन के हामीले केही पनि ठुलो माग छैन हाम्रो माग के छोडिदिनु भएको त पुरै केही भन्दिन मैले सरकार मानेन जिउ भन्दिन बुझ्या हाम्रो घरमा चाहिँ हाम्रो घरमा आगामा चाहिँ तपाईहरुको पाइला पनि नपरोस् हरि ढकाइज्यू अहिले भोटमा जितेर बरु त्यो अर्को चाहिँ आउनु भयो यहाँ हैन के उसको नाम चाहिँ खगेन्द्र सुनारजी खगेन्द्र सुनार मानवताको नाताले पनि बच्चा हेर्न आउनु भयो नि तपाई किन आउनु भएन प्रदेश सरकार भएर तपाई किन आउनु भएन यो बच्चा हेर्न एकचोटी सम्म पनि तपाई इन्टरभ्यु दिँदा न्याय के अन्याय हुन दिन्न भने तपाईको शब्द त्यही हो आफ्नो क्षेत्रमा भएर अन्याय हुन दिन्न रे भेट्न आउनु भयो त्यति त भन्नु भएछ त के रहेछ यो केस यो बच्चा के रहेछ भने हेर्न आउन सक्नु भएन तपाईको विषयमा गाडीमा यति भुक्दा पनि हामीले नसुनेर भोट दिएर जिताएर पठाएको बुझिस् अब आउलास भोट माग्न अब मैले भोट लिस्ट यसरी भाँचेर अब कसैलाई दिन खेती गर्ने भएको छ नि हो हैन तिमीहरू यो जतिवटा सरकार माथि पनि के हुँदैन हामीले न्याय पाउँदो रहेछौँ त पाउँदैन तिमीहरू त कुर्ची हुँदा गाउँ पस्छ सबैलाई चिन्छ अहिले यस्तो बच्चा लिएर यहाँ आउँदा तिमीहरूले चिन्दैन बुझिस् कुनै पनि सरकारलाई म तपाईँ भनेर माग गर्दिनँ केही होइन यो सरकार हामीले बनाएको सरकार फेरि हामीले ढलाउन सक्छौँ बुझिस् यो बच्चा लिन आइज बच्चा लिएर तिमीहरूको के मन्त्रालयमा ल र यो बच्चा राख तिमीहरूलाई म जिम्मा दिन्छु बुझिस् होइन भने हाम्रो यो केस गरेर यो रोडबाट हामीलाई छिटो पठाउने वातावरण बना 18 दिन भइसक्यो बाटोमा तेरो बच्चालाई त बोकेर हिँड्छस् मेरो बच्चा रोडमा सुत्दा तेरो मन खाँदैन बाले तेरो मन खाँदैन तेरो छोरी मात्रै तेरो हिराको टुक्रा हो धनी मनीको मात्रै बच्चा राम्रो हो माया हो हाम्रो बच्चाको माया हुँदैन तँलाई रोडमा यत्रो दिन बच्चा सुत्दा तँलाई अलिकति मन पेट पोल्छ कि पोल्दैन त सरकारमा भएर दे अहिले सक्दैन भने जसले चलाउन सक्छ त्यही राज्यलाई दे बुझिस् पहिलाको लिङ्क गरेन अहिलेको लिङ्क गर्दैन त रौनी मात्रै रहेछ सुकुम्बासीलाई त्यत्तिकै रुवाहास जेन्जीलाई त्यत्तिकै रुवाहास तैँले यो जेन्जीलाई हेर्न पर्छ कि पर्दैन त्यही जेन्जीले गर्दा तिमीहरूलाई ढलाएर दुई सरकार बनाएर माथि लग होइन